दर्शन गर्दाखेरि निकै दर्शन गरे पश्चात चाहिँ सम्पूर्णको मनोकामना पूर्ण हुने विश्वास र यो महोत्सवमा राज्यको साथसाथै सामाजिक संस्थाले जुन भूमिका निर्वाह गरिरहेको छ, बरु म त यो भन्छु कि राज्यभन्दा धेरै अगाडि जनकपुरको सामाजिक संस्था र जनकपुरवासी छन्। र यो विवाह पञ्चमी मेला पहिला चाहिँ एक महिना लाग्थ्यो सुरु परापूर्व कालमा, पछि यो 5-7 दिनमा सीमित भयो, 7 दिवसीय हुन थाल्यो। यो सब कारण राज्यले यसलाई आफ्नो ओनरसिप बुझेन। पडोसी देश भारतमा बिहारको राजधानी पटना नजिकमै सोनपुर मेला हो। त्यो सोनपुर मेलामा राज्यको आयोजक हुन्छ, राज्यले पूर्ण रूपेण सुरक्षा प्रतिबद्धि गर्छ र राज्यले के गर्दैछ त्यो सारा चिजको प्रदर्शनी पनि सोनपुर मेलामा हुने गरेको छ। त्यसकारण मलाई लाग्छ हामीले यो विवाह पञ्चमी महामहोत्सवलाई व्यवस्थित गर्नको लागि हामीले धेरै पर जानु पर्दैन, सोनपुर मेलाबाट हामी सिके हुन्छ। मलाई लाग्छ देश संहितामा आइसकेको छ। संहितामा आइसकेपछि सङ्घीय सरकारको खासै ध्यान छैन, तर प्रादेशिक सरकारले जुन हिसाबले अघि बढ्नुपर्ने हो त्यसको अभाव छ। स्थानीयको पनि जुन हिसाबले अगाडि बढ्नुपर्ने हो त्यसको पनि अभाव छ। मलाई लाग्छ नेतृत्व राम्रो आयो भने कार्यपालिकामा पक्कै विवाह पञ्चमी महोत्सव चाहिँ अझै व्यवस्थित हुन्छ। हामीसँग जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्री गणेश बहादुर बमजी हुनुहुन्छ। उहाँ पनि यस रामजानकी विवाह महोत्सवको सुरक्षा व्यवस्थामा चाहिँ कडाइ गर्नु भएको छ। त्यस्तै हामीसँग सम्पूर्ण सुरक्षा निकायका प्रतिनिधित्व गर्न सक्ने नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तथा नगर प्रहरीहरू पनि चुस्त तरिकाले चाहिँ सुरक्षा व्यवस्थापन गरिरहेको देख्न सकिरहेका छौँ। क्रियाकलापलाई रोक्नको लागि अब हामी स्वयंसेवक सहित नेपाल प्रहरी, सशस्त्र सबै सचेत छौँ। विभिन्न सजावटदेखि लिएर निकै व्यवस्थित यो हाम्रो स्वयंवरको यो स्टेज हामीले देखिरहेका छौँ र यसबारे हामी केही जानकारी पनि लिन गइरहेका छौँ। तपाईँ आफ्नो परिचय दिनुहोस् न। मेरो नाम सुनिल कुमार साग। हजुर, यस मेलाको व्यवस्थापन गर्दा तपाईँलाई कस्तो लाग्यो? एकदम तन मन धनदेखि एकदम खुसी लागिरहेको छ होइन, सोचेको जस्तो लागिरहेको छ। मेरो लागि त धेरै राम्रो, धेरै खुसी भइरहेको छ। र अहिलेसम्म तपाईँले चाहिँ यहाँ कति जतिको सङ्ख्यामा चाहिँ मान्छेहरू हेरिराख्न पाउनु भएको छ? मोटामोटीमा यहाँ त 20-22 हजार जति ठिक छ, जानकारीको लागि धन्यवाद। हामी दर्शकबिन हेर्न सकिरहेका छौँ। यहाँ निकै व्यवस्थित र निकै सुरक्षा व्यवस्था कडा गरिएको अवस्था छ। देखिरहेका छौँ श्री राम जानकी मन्दिर एकदमै निकै अविस्मरणीय मूर्ति हो। यो दर्शन गर्दाखेरि निकै दर्शन गरे पश्चात चाहिँ सम्पूर्णको मनोकामना पूर्ण हुने विश्वास आइसक्नु भएको छ। हामीले यहाँ हेर्न सकिरहेका छौँ निःशुल्क मोतीबिन्दु शल्यक्रिया शिविर लगायत
यहाँ विभिन्न केही स्वास्थ्य सम्बन्धीहरूको विभिन्न रोगहरू देखिनेमा चाहिँ यहाँ नेपाली सेनाले गर्नुभएको यो स्वास्थ्य शिविर 3 दिनसम्म चाहिँ रहने जानकारी चाहिँ प्रेरणाप्रतिले दिनुभएको छ र हामीले हेर्न सकिरहेको छौँ। यो शिविर एकदमै सेवाग्राहीहरू आउने जाने क्रम हामीले देख्न सकिरहेका छौँ र यो शिविरमा चाहिँ संसारका विभिन्न ठाउँबाट भारतका देखि लिएर तराईवासी र हाम्रो पहाडतिरबाट पनि व्यक्तिहरू आएर यहाँ सेवा लिइराख्नु भएको छ। यहाँ चाहिँ विभिन्न साधु सन्तलाई पनि हामीले हेर्न सकिरहेछौँ जुन कि उहाँको चाहिँ स्वास्थ्यबारे चाहिँ स्वास्थ्य कर्मीहरूले स्वास्थ्यको अवस्थाबारे जानकारी लिइराख्नु भएको रहेछ। हेर्न सकिरहेछौँ यहाँ चाहिँ साधु सन्तबाट पनि स्वास्थ्य लाभ चाहिँ लिइराख्नु भएको हामीले हेर्न सकिरहेको छौँ र नेपाली सेनाबाट जुन गरिराख्नु भएको छ यहाँ चाहिँ विभिन्न तराईवासी र भारतबाट आउनुभएका आगन्तुकहरू पनि यहाँ चाहिँ सेवाहरू लिइराख्नु भएको हामीले देख्न सकिरहेको छौँ र नेपाली सेना सर्पदंश सम्बन्धी सचेतनामूलक प्रदर्शनी पनि हामीले यहाँ हेर्न सकिरहेको छौँ जुन कि यो 12 बिघामा दिइरहेको नेपाली सेना चुइस को कैसे निकाले थे तो चुइस को निकाले नहीं करना आप जना अति करे कि कैसे खुर्सानी लगा दे ठीक बात है शो नहीं करना चाहिए और एटा जना 4 इंच वैसे ऊपर 4 इंच बांध देते हल्के से बांधते जते हल्का से बांध जते छिटो है 10-15 मिनट जते है छिटो हॉस्पिटल पुर्या देते ठीक कर दे। चाहिँ हामीले हेर्न सकिरहेछौँ जुन कि हामीलाई प्रेरणाप्रतिले दिनुभएको जानकारी अनुसार यहाँ हामीले विभिन्न यो सर्पहरूको बारे चाहिँ यहाँ विषालु सर्पहरूको यो सबै राखिएको छ हामीले हेर्न सकिरहेका छौँ। यहाँ गोमन, कमन करेत, छिरबिरे करेत, विषालु सर्प, हिमालयन करेत, रसेल भाइपर, ग्रीन पिट भाइपर, दामन, चिचिन्डे, ढोडिया वही सबको लागि वो सब ल्याके हाल्दैन बाहिरको सर्प तो वही सबको ठीक गरेको त यी सिसामा हाल्दैन बाहिरको हाल्दैन हैन तो सिसामा हाल्दैन। यो पनि हामीले विषालु सर्पहरू सबभन्दा बढी सर्प विषालु कुन रहेछ? सबभन्दा बढी यो कमन र कमन करेट। ए हजुर एउटा यहाँ चाहिँ हामीले हेर्न सकिरहेछौँ छिरबिरे करेट। यसबारे सबैलाई त जानकारी नहोला तैपनि यो विषालु सर्पबारे नेपाली सेनाद्वारा जानकारी चाहिँ विभिन्न आगन्तुकहरूलाई दिइराख्नु भएको हामीले प्रष्ट हेरिरहेका छौँ। र नेपाली सेनाको MRED सम्बन्धी सचेतनामूलक प्रदर्शनी समेत यहाँ राखिएको छ र यहाँ चाहिँ हामीले हेर्न सकिरहेका छौँ जुन कि नेपाली सेनाले हामीलाई चाहिँ जानकारी राखी यो विपद पर्न सक्ने जुन विस्फोटक चिज
चिजहरू हुन्छ त्यसबारे चाहिँ नेपाली सेनाको MRED सम्बन्धी सचेतनामूलक प्रदर्शनी पनि रहेको छ। नेपाली सेनाको भर्ना छनौट सम्बन्धी सचेतनामूलक प्रदर्शनी जुन यहाँले हेर्न सकिरहेका छौँ र अब हामीले यहाँ चाहिँ नेपाली सेनाको बाट राष्ट्रिय सेवा दल सम्बन्धी जानकारी पनि र हामीले यहाँ नेपाली सेनाको सुरक्षा गस्ती पनि देखिरहेको छौँ जुन कि निकै सुरक्षा व्यवस्था एकदमै निकै चुस्त दुरुस्त नेपाली सेनाद्वारा गरिएको देखिरहेका छौँ। नेपाली सेना सम्बन्धी फोटो प्रदर्शनीहरू समेत चाहिँ यहाँ आइरहेको छ जुन कि हामीले हेर्दाखेरि नेपाली सेनाप्रतिको जुन यो जनताको एउटा विश्वास छ त्यो विश्वास चाहिँ नेपाली सेनाले गर्नुपर्ने कर्तव्यहरू बारे पनि र नेपाली सेनाको इतिहास सेना दिवसका झलकहरू स्वास्थ्य शिविर विश्वयुद्धमा नेपाली सेना व्यावसायिक दक्ष र समर्पित फौज ऐतिहासिक सम्पदा संरक्षण संस्कृति प्रदर्शन नेपाली सेना प्रकृति संरक्षणमा नेपाली सेना विपद व्यवस्थापनमा नेपाली सेना सैनिक नागरिक सम्बन्ध समेत सफा हिमाल अभियान खेलकुद प्रवर्धन र विकासमा नेपाली सेना यो सम्पूर्ण जानकारी चाहिँ यो प्रथम पटक चाहिँ राम जानकी विवाह महोत्सवको बेला यो 12 बिघा रङ्गभूमि मैदानमा सेनाबाट यो 3 दिने शिविर राखिएको हामीले हेर्न पाइरहेका छौँ। जनकपुर धाम अहिले हामी हेर्न सकिरहेका छौँ। हामीसँग यहाँ प्रदेश सांसद पनि हुनुहुन्छ। ठिक छ नमस्कार। यस रामजानकी हजुर होइन त्यसको लागि केही छैन सर। यस रामजानकी विवाह महोत्सवमा यो प्रथम पटक चाहिँ गरिएको यो शिविर सञ्चालन गर्दा कस्तो अनुभव लागेको छ? यो अत्यन्तै साँच्चीकै रामनवमीको बेला यदि धेरै दर्शनार्थीहरू आउने भने 4-5 लाखभन्दा बढी दर्शनार्थीहरू आउने त्यो बेलाको लागि हामीले जुन योजना गऱ्यौँ बढी से बढी दर्शनार्थीहरू समेट्ने भन्ने उद्देश्य हाम्रो थियो। म आफै पनि अहिले भर्खरै केही अगाडिसम्म यहाँ ड्युटी गरिरहेको थिएँ। अहिले भर्खरै फेरि दर्शनार्थीको रूपमा यहाँ आएको छु पोसाक चेन्ज गरेर। अत्यन्तै ठुलो भिडभाड छ। मान्छेहरू खास गरी स्वास्थ्य सेवा नपाएका धेरै मान्छेहरू भिड देख्न सकिन्छ। यहाँ नेपाली सेनाको स्वास्थ्य शिविर मात्रै नभएर नेपाली सेनासँग सम्बन्धित धेरै कुराको जानकारीमूलक स्टलहरू पनि राखिएको छ। ती स्टलहरूमा सेनामा कसरी भर्ना हुने, राष्ट्रिय सेवा दलले के कसरी काम गरेको छ, राष्ट्रिय निकुञ्जमा के कस्तो ड्युटी गर्छ, कहाँ छ राष्ट्रिय निकुञ्जहरू अथवा विकास निर्माणका कुन कामहरूमा नेपाली सेना खटिरहेको छ भन्ने कुराहरू समेत विस्तृतमा देखाइएको छ। हजुरको शुभ नाम चाहिँ भनिदिनुहोस् न। म त कृष्ण जीसी, म कृष्णपति हो। भर्खरै मैले कपडा चेन्ज गरेर यहाँ आएको। हजुर होइन ठिक छ। कहिलेकाहीँ अब यो स्वास्थ्यको लागि चाहिँ स्वास्थ्यकर्मीलाई पनि सहज होस् भन्ने हिसाबले पक्कै पनि यो गर्नुभएको होला र हजुरसँग केही कुरा गर्न पाएकोमा एकदम धन्यवाद ज्ञापन पनि गरिरहेको छु। र अब चाहिँ यो स्वास्थ्य शिविर चाहिँ कति घन्टासम्म चाहिँ सञ्चालन गर्नुहुन्छ? यो स्वास्थ्य शिविर 3 दिनको लागि सञ्चालन गरेको। हिजो 1 दिन छ भने हिजो झन्डै 1200 भन्दा बढी विभिन्न खाले रोगसँग सम्बन्धित विभिन्न खाले बिरामीहरू आएर उपचार गर्नुभयो। आज अहिलेसम्म नै 1500 जति आइसक्नु छ। आज मात्रै हाम्रो अपेक्षा आज चाहिँ 3000 जति विभिन्न खाले बिरामीहरू आउनुहुन्छ भन्ने हाम्रो अनुमान छ। र भोलि समेत 3 दिने निःशुल्क स्वास्थ्य शिविर हो। हस्, जानकारी दिनुभएकोमा